सबैमा नमस्कार। म भानु भण्डारी, हाल पोल्यान्डदेखि। आज म छुट्टै विषयमा कुराकानी गर्न आएको छु। हुन त म कुनै पार्टीसँग आबद्ध छैन, कसैसँग पूर्वाग्रह पनि छैन, तर यो भिडियो मेरो नजरमा पर्यो र हजुरहरूलाई पनि यो भिडियो देखाउन गइरहेको छु। पहिला यो भिडियो हेर्नुस् है त। छोरोको बरु माया लाग्दैन, मलाई रविको त्यत्रो माया लाग्छ। म त्यो रविको त म भेट्यो भने चुप्पा खानु मन लाग्छ, मलाई माया गरेर काखमा राख्नु मन लाग्छ बाबु। मलाई यस्तो राम्रो गरेको छ, यस्तो राम्रो गर्ने मान्छेलाई यस्तो बिजोग बनाएर के भन्नु अब भन्ने अब बयान गरेर साध्य छ। हजार जिब्रा भएको शेख नागीले पनि पढ्न नसक्ने, पढ्न गर्नु नसक्ने त्यस्तो काम बिगारेर यिनीहरूले सत्यनाश बनाए देश। अनि त्यसैले यो काम प्रकट गरौँ भन्ने हुन्छ। अब बुढो भयो, 74 वर्ष लाग्यो, अब कहाँ गएर बोल्ने हामीले? अब कहीँ बोल्ने ठाउँै छैन। मेरो बाउ बाजेदेखि लिएर सम्पूर्ण साथीहरू, बाबुआमादेखि दाजुभाइ सबै काङ्ग्रेस हो। अहिले त्यो काङ्ग्रेस मन नपरेर जब रवि बाबुको उदय भयो, यो पार्टी खुल्यो, त्यहाँदेखि मलाई यो पार्टीप्रति असाध्यै आस्था लाग्यो। धेरै राम्रो काम गरेको हुनाले मलाई धेरै आस्था लागेर म यसमा प्रवेश गरेँ। मेरो सबै सन्तान प्रवेश भएका छन्। म काङ्ग्रेस हो, काङ्ग्रेस मात्रै थियो, काङ्ग्रेसलाई भोट चाहिँ हालिदिन्थेँ। तर देश त अब के बयान गर्नु, साध्यै छैन। देश त खतमै पार्न आँटिहाले। हुँदा बिस्तारै देश चुसेर देश बिक्री गर्नै थालिसके। जसरी यो भिडियोमा भनिएको छ त्यसरी नै सबै जनताको मन जित्न सफल रवि लामिछानेलाई प्रमुख 3 दल, ठुला दल बनाउँदाहरूले जतिसक्दो चाँडो आफ्नो प्रतिशोधलाई त्यागेर स्वच्छ निर्णय दिन सक्यो भने उनीहरूको नै छवि राम्रो हुन्छ भन्ने मलाई लागिरहेको छ। यो मेरो नितान्त आफ्नै व्यक्तिगत धारणा हो। यसमा अब हजुरहरूको के छ विचार होइन? जति ढिला गरे उनीहरूलाई नै क्षति हुने हो। अब यसो भन्दै गर्दा एउटा उदाउँदै गरेको पार्टीलाई ठुला दल भन्नुहुँदाहरूले अब हस्तक्षेप गर्दा कसको क्षति हुन्छ भन्ने त हजुरहरूलाई थाहा नै छ होइन? त्यसै गर्दा म अब त्यति साह्रो राजनीतिमा ज्ञान राखेको मान्छे त होइन, तर आम जनताको, आम सर्वसाधारणको अभिव्यक्ति हेर्दा चाहिँ प्रमुख 3 दललाई नै नोक्सान हुने हो कि जस्तो मलाई लागिरहेको छ। यो चाहिँ मेरो नितान्त आफ्नै व्यक्तिगत धारणा हो। यसमा तपाईँको धारणा अलग हुनसक्छ। जतिसक्दो छिटो निष्पक्ष छानबिन हुनु पर्यो होइन? अनि त्यसमा 3 दलकै फाइदा हुने देखिन्छ। किनभने चर्चा परिचर्चा त रासपाकै नै हुन्छ भने त्यसो गर्दा म यति बोल्दै गर्दाखेरि म रासपाको सपोर्ट गरेको चाहिँ होइन। दोषी रवि लामिछाने हो भने चाहिँ निष्पक्ष गरेर सजाय दिँदा भइहाल्यो नि त। उसलाई यताउता दौडाउनु गर्नुभन्दा उसको व्यक्तिगत जीवन पनि छ, उसँग स्वतन्त्र बाँच्न पाउने अधिकार पनि छ उसँग होइन? यसो भन्दै गर्दाखेरि अब मलाई यताउता होला, कसैले गाली गर्नुहुन्छ होला, तर यो लोकतन्त्रको एउटा सुनौलो पक्ष पनि हो। बोल्न पाउनु, त्यसमा निष्पक्ष बाँच्न पाउनु पनि कसैको अधिकार हुन्छ। त्यसैले अब 3 दल अब सबैले आफ्नो राजनीतिक प्रतिशोधलाई त्यागेर अब दोषी हो भने दोषी नै ठहर गरेर सजाय दिँदा ठिक हुन्छ। बेकारमा अब त्यो कहिले यता कहिले उता गरेर उसको व्यक्तिगत जीवन पनि छ, राजनीति छोडेर आफ्नो व्यक्तिगत जीवन पनि छ, त्योसँग उसलाई धेरै हाम्पर पनि परिरहेको छ होइन? त्यसो गर्दा यो मेरो धारणा यस्तै छ। तपाईँहरूको के छ कमेन्ट गर्दै गर्नु होला। अगाडि राखिएको भिडियो पनि तपाईँले हेर्नुहोस्। यस्ता भिडियो धेरै छन्, यो त एउटा नमुना मात्र भिडियो हो। यसो भन्दै गर्दा म राष्ट्रपतिको सपोर्ट गरेको भन्ने चाहिँ होइन, म निष्पक्ष बोलिरहेको। अलि अरू दलले राम्रो गर्यो भने ठिकै छ, अरू दलको सपोर्ट अरू दलको गरौँ होला। यसमा कोही राजनीतिक मेरो पक्ष होइन। म चाहिँ स्वतन्त्र
जीवन जिइरहेको मान्छे र आजसम्म कसैसँग पछि नलागेको, त्यसर्थ निष्पक्ष हेर्दा दोषी हो भने सजाय दिने र उसको लाइफ जिउन दिने, अनि अगर दोषी हो भने चाहिँ सजाय दिइहाल्ने, होइन भने स्वतन्त्र गरिदिने। त्यो गर्दा चाहिँ ठिकै हुन्छ। हजुरहरूलाई कस्तो लाग्छ यसको विषयमा? हजुरले प्रतिक्रिया दिँदै गर्नु होला। मेरो बुझाइ कस्तो लाग्यो, म गलत पनि हुन सक्छु होइन, हजुरहरूले सुझाव सल्लाह दिनु होला। ल त अहिलेलाई यति नै, अर्को भिडियोमा भेटौँ ल। नमस्कार, जय नेपाल।